माई गड दर्शकबिन चर्चित अभिनेता सुनिल थापाको निधन भएको समाचार यति बेला सोसल मिडियामा जताततै छाताछुल्ल भइरहेको अवस्था छ र यो एकदमै पत्याउनै नसकिने समाचार हो। हाम्रो नेपालको लागि नेपाली सिनेमा जगत, नेपाली फिल्म क्षेत्र, नेपाली कलाकारिता क्षेत्रको एउटा दरिलो खम्बा टुटेको अवस्था छ। नेपाली हरूको मनमा बस्न सफल, नेपालीहरूको मन तन सबै कुरामा बस्न सफल नायक, अभिनेता, खलनायक, सबैले रुचाएका, सबैले मन पराएका अभिनेता सुनिल थापाको आज निधन भएको छ। उनको हृदयघातको कारणले गर्दाखेरि उहाँको चाहिँ निधन भएको भन्ने समाचारहरू बाहिर सोसल मिडियामा छ्यापछ्याप्ती हामीले देख्न सक्छौँ। एकदमै यो अपत्यारिलो घटना हो। दर्शकबिन तपाईँ हाम्रो लागि एउटा सिनेमा जगत क्षेत्रको एउटा दरिलो खम्बा चाहिँ ढलेको छ आजबाट। र तपाईँ हामीले बाल्यकालबाट हेर्दै आएका ती सुनिल थापा खलनायकको रूपमा हामीले धेरै फिल्महरूमा, धेरै चलचित्रहरूमा हेर्दै आएका थियौँ। हामीले बच्चादेखि, बाल्यकालदेखि युवा पुस्ता र वृद्ध अवस्थासम्मका सम्पूर्ण नेपाली व्यक्तिहरू, नेपाली व्यक्तित्वहरू, नेपाली मानिसहरूले, नेपाली जगतले मन पराएको एउटा वरिष्ठ कलाकार, वरिष्ठ अभिनेता यो संसारमा अब रहेनन् साथीहरू। र एकदमै हामीले उनको निधन प्रति एकदम दुःख व्यक्त प्रकट गर्दै उनको आत्माले शान्ति पाओस्, उनको आत्माको चिर शान्तिको शुभकामना व्यक्त गर्दै उनको आत्माले स्वर्गमा बास पाउन् भन्ने हामी पनि भगवानसँग प्रार्थना गर्दछौँ। र सयौँ, हजारौँ, लाखौँ, करोडौँ नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूले पक्कै पनि यो समाचार सुन्ने बित्तिकै सबैजना भावुक भइरहेको अवस्था नै हो। यति बेला हामीले त्यो समाचार देख्दाखेरि पनि, सोसल मिडियामा हेर्दाखेरि पनि हामीले पत्याउनै सकेनौँ। मैले पनि यसो हेरेँ सामाजिक सञ्जालमा, पत्याउन नै सकेन यो फेक हो कि कतै भनेर मैले सारा संसार सोसल मिडिया कोतलेर हेरेँ। तर यो झुटो नभइकन यो एकदमै सत्य समाचार, सत्य खबर रहेको छ। त्यस कारणले गर्दाखेरि मैले पनि यो भिडियो बनाएर यहाँहरूमा अपडेट गरिरहेको अवस्था हो। र पक्कै पनि एउटा कलाकार जुन नेपाली जगतमा मात्रै नभएर विश्वमै, भारतमा गएर पनि भोजपुरी फिल्म होइन, इन्डियन के अरे हिन्दीमा पनि उहाँले चाहिँ धेरै मुभीमा खेल्नु भएको छ। विशेष गरी त सुरुवातमा नेपाली फिल्म, नेपाली जगत, नेपाली फिल्म क्षेत्र जगतबाट उदाउनु भएका सुनिल थापा, अभिनेता खलनायक सुनिल थापा पछिल्लो समयमा, धेरै समय अगाडिदेखि भारतमा पनि उहाँले फिल्म क्षेत्रमा अभिनय गर्दै भोजपुरी फिल्ममा, त्यसै गरी हिन्दी फिल्ममा पनि उहाँको हामीले देख्न सक्छौँ। र उहाँले भोजपुरी फिल्म, हिन्दी फिल्ममा धेरै फिल्महरू खेल्नु भएको छ। पछिल्लो समयमा नेपाली फिल्ममा किन सुनिल थापालाई हामीले देख्न पाउँदैनौँ त? खलनायकको रूपमा, भिलेनको रूपमा, अभिनेताको रूपमा किन हामीले देख्न पाउँदैनौँ त भनेर हामी एकदमै कौतूहलता भइरहेका थियौँ। र उहाँले चाहिँ भारतमा बसेर भोजपुरी फिल्म, त्यसै गरी हिन्दी फिल्ममा उहाँले चाहिँ अभिनय गरिराख्नु भएको थियो। त्यस कारणले गर्दाखेरि हामीले नेपाली फिल्म क्षेत्रमा उहाँलाई देख्न पाएका थिएनौँ। र अब भने सधैँका लागि हामीले न नेपाली फिल्ममा देख्न पाउँछौँ, न नेपाली चलचित्र, नेपाली मुभीमा न हामीले सुनिल थापा, अभिनेता सुनिल थापालाई देख्न पाउँछौँ, न त भोजपुरी फिल्म, भोजपुरी मुभी, भोजपुरी अभिनयमा हामीले देख्न पाउँछौँ, न त हिन्दी फिल्ममा, न त हिन्दी मुभीमा, हिन्दी चलचित्रमा उहाँलाई देख्न पाउँछौँ। अबदेखि सदाको लागि उहाँ यो संसारबाट नै बिदाई भइसक्नु भएको छ। पक्कै पनि उहाँको परिवारजनप्रति धैर्य धारणा गर्न सक्ने क्षमता भगवानले दिउन् र सम्पूर्ण हामी 3 करोड जनता, 3 करोड उहाँको फ्यान, 3 करोड नेपाली दर्शकहरूले उहाँको मनमा, उहाँको आत्मामा,
को सम्पूर्ण उहाँले दिनुभएको नेपाली फिल्म क्षेत्रमा दिनुभएको योगदानप्रति हामी सदैव आभारी हुनेछौँ, सदैव उहाँको कृतज्ञतामा हामी रहनेछौँ। उहाँले दिनुभएको यो वरदान भनौँ, उहाँले दिनुभएको यो सम्पूर्ण योगदान, उहाँले दिनुभएको नेपाली फिल्म क्षेत्र, नेपाली कलाकारिता क्षेत्रमा उहाँले जति पनि योगदान दिनुभयो, पछिल्लो समयमा उत्पन्न भएका नेपाली कलाकारहरू, नेपाली फिल्म क्षेत्र, नेपाली अभिनय क्षेत्र, नेपाली कलाकारिता क्षेत्र, नेपाली कमेडियन क्षेत्र, नेपाली जति पनि सोसल मिडिया क्षेत्रमा अग्रसर भएर हामीले यसरी बोल्न पाएका छौँ, हामीले यसरी काम गरिराख्न पाएका छौँ, सबै उहाँहरूको नै देन हो। किनकि उहाँहरूले यदि यो सोसल मिडिया, यो सामाजिक सञ्जालमा यसरी काम गर्नुपर्छ, यसरी अगाडि बढ्नुपर्छ भनेर उहाँहरूले हामीलाई बाटो देखाउनु नभएको भए पक्कै पनि हामी यो बाटोमा, यो अवस्थामा हामी हुन पाउने थिएनौँ। र उहाँले सञ्चार माध्यमलाई नेपालमा पहिलो रूपमा चिनाउनु भएको व्यक्ति भनेर पनि हामीले उहाँलाई चिन्छौँ। त्यसै गरी फिल्म क्षेत्रमा, अभिनय क्षेत्रमा, नेपाली सिनेमा जगतमा पनि उहाँले सुरुदेखि नै भिलेनको रूपमा, खलनायकको रूपमा उहाँले आफूलाई प्रस्तुत गर्दै दर्शकहरूमा चिनाउँदै आउनुभएको थियो। र पछिल्लो समयमा धेरै मुभीहरूमा उहाँले चाहिँ अभिभावकको रूपमा पनि अभिनय निभाउनु भएको छ, बुवाको रूपमा अभिनय निभाउनु भएको छ। अनि समाजको एउटा शिक्षित वर्ग, समाजको एउटा बुद्धिजीवी व्यक्तित्वको रूपमा पनि उहाँले धेरै फिल्म क्षेत्रमा, धेरै मुभीहरूमा चाहिँ उहाँले अभिनय गर्नुभएको छ। र यो सबै कुराहरू अब हामीले उहाँको मुभीमा मात्र हेर्न पाउँछौँ, उहाँलाई प्रत्यक्ष रूपमा उहाँको आवाज हामीले सुन्न पाउँदैनौँ। उहाँको यो जति पनि अहिलेसम्म उहाँले सोसल मिडिया क्षेत्रमा, यो फिल्म सिनेमा जगत क्षेत्रमा उहाँले काम गर्नुभयो, त्यति मात्रै अब हाम्रो आँखामा झल्को हामीले मेटाउन सक्छौँ। त्यो हेरेर सामाजिक सञ्जालमा, युट्युबमा, जताततै हेरेर, प्लेटफर्ममा, समाचारहरूमा हेरेर मात्र हामीले अब भने उहाँको झल्को मेटाउन सक्छौँ। अब उहाँलाई प्रत्यक्ष रूपमा कोही कसैले पनि देख्न पाउँदैन, कोही कसैले पनि भेट्न नपाउने अवस्था भएको छ दर्शकबिन। र अन्तिममा सुनिल थापा, जो नेपाली फिल्म क्षेत्र, नेपाली चलचित्र, नेपाली सिनेमा जगतको एउटा दरिलो खम्बा, एउटा दरिलो बाटो होइन, सबैलाई राम्रो काम गर्ने, राम्रो बाटोमा हिँड्न सिकाउने, राम्रो बाटोमा हिँड्न सिकाउने एकजना यस्तो खालको व्यक्तिको चाहिँ निधन भएको छ। यो एकदमै दुःखलाग्दो कुरा रहेको छ। र सबैजनाले अभिनेता, हाम्रो नेपालको शान, नेपालको मान, नेपालीलाई चाहिँ चिनाउने, फिल्म क्षेत्रमा, सिनेमा क्षेत्रमा, सोसल मिडिया प्लेटफर्म क्षेत्रमा चिनाउने, सञ्चार माध्यम क्षेत्रमा चिनाउने एकमात्र त्यस्ता व्यक्ति हुन् जो चाहिँ निधन भएर जानुभएको सुनिल थापा। उहाँको चाहिँ हृदयघातको कारणले गर्दाखेरि, निधन भएको कारणले गर्दाखेरि हामीले यो दुःखद समाचार यहाँहरूमा प्रसारण गर्न बाध्य भएका छौँ। र हुन त नेपाली क्षेत्रमा, नेपाली फिल्म क्षेत्र, नेपाली कलाकारिता क्षेत्रमा नेपाली जति पनि व्यक्तिहरू निधन हुनुभएको छ, प्राय जसो अल्प आयुमा जो निधन हुनुभएको छ उहाँहरूको प्रायःजसो चाहिँ हृदयघातको कारण होइन, प्राणघातक रोगको कारणले गर्दाखेरि नै उहाँहरूको चाहिँ निधन भएको समाचारहरू हामीले सुन्दै आएका छौँ, देख्दै आएका छौँ, भोग्दै आएका छौँ। र अन्य व्यक्तिहरू कुनै कारण, कुनै दुर्घटनाको कारणले गर्दाखेरि, कुनै चाहिँ धेरै लामो समयसम्म रोग लागेको कारणले गर्दाखेरि निधन भएको समाचार हामीले थोरै मात्रामा देख्न सक्छौँ भने, धेरै मान्छेहरू, धेरै मानवहरू, धेरै यस्ता एकदम चर्चित व्यक्तिहरू, धेरै अग्र पङ्क्तिका व्यक्तिहरू चाहिँ प्राय जसो यो हृदयघातको कारणले गर्दाखेरि मृत्यु भएको समाचारहरू हामीले सुन्दै आएका छौँ, भोग्दै आएका छौँ। र पक्कै पनि दर्शकबिन, यहाँहरूले मृतक सुनिल थापा, अभिनेता सुनिल थापाको चिर शान्तिको लागि, उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यहाँहरूको भित्री मनबाट उहाँको लागि भावपूर्ण श्रद्धाञ्जली लेख्नुहुनेछ। र यो भिडियोलाई धेरै दर्शकहरूले सेयर गरेर धेरै अरू अन्य दर्शकहरूमा पनि पुर्याउनु होला। उहाँको शुभचिन्तक, उहाँको जति पनि फ्यानहरू हुनुहुन्छ, उहाँलाई चिन्नुहुने, उहाँलाई मन पराउनु हुने जति पनि दर्शकहरू हुनुहुन्छ, सबैजनाले
लाइक कमेन्ट गर्नुहोला र यो भिडियोलाई सेयर पनि गरेर उहाँको आत्माको लागि हार्दिक श्रद्धाञ्जली लेखेर पोस्ट गरिदिनुहोला। हस्, धन्यवाद।